माधव गुरु वेयर आर यु के हाल्नुहुन्छ यहाँ ओ छोरो माथि छ हाम्रो माधव सर यहाँ हुनुहुन्छ बिजी हुनुहुन्छ हाम्रो माधव सरको घर हो यो साह्रै यहाँ सुन्तलाको बगान पनि छ गुरुकोमा यो सुन्तलाको बोट हो यो ममता होइन ममता गुरुकोलाई यस्तो अँधेरोमा यहाँ माधव सरको बारीमा यहाँ काँक्रा फलेको छ राकेश सरले गइसक्नु भएको छ यहाँ काँक्रा टिप्दै हुनुहुन्छ रुख रुख टिपेको गर्ने हो खै रुख कति हो बहुत ठुलो काँक्रो रहेछ राम्रो आज बोटेबाट हामीले ठुलै टिप्ने हो यहाँ टिप सरकोबाट काँक्रा उता देखाउनु पनि त्यहाँ राकेश सरले नै के अलि यताबाट अनुहार देखाउन है काँक्रो टिप्नु भएको छ आज यसलाई नुन खोर्सानीसँग चप्पा हामीले वहाँ गएर खान्छौँ एउटा लिएर जाने एउटा यहीँ खाने कि ठुलो चाहिँ टिप अलि माथि छ ल अर्को हामीले दुईटा यहाँनिर टिप्यौँ बारीबाट लिएको काँक्रो यहाँ राकेश सरले काट्नुभयो साथीहरू के छ त्यसमा के राखेर खाँदै हुनुहुन्छ तपाईँहरूले यसमा हामी खुर्सानी पुरा यो नुन अनि पुरा हरियो खुर्सानी चट्ट पिसेर यहाँ नानीले लिएर आइछन् को नानीले लिएको हुन् अब हाम्रो माधव सरको जेठी छोरीले लिएर आइछन् अब यो हरियो काँक्रो करम करम मकैबारी दरम दरम भन्दै मकैबारीबाट भर्खर आएको हरियो काँक्रो छ यसलाई करम करम यसरी खानुपर्छ ल ल ल हाम्रो साथी आम्बो राकेश बरु ल ल ल यो बोकाले पनि खान्छु खान्छु भने छ यहाँनिर ल खैले त मलाई पनि अब ल यसरी अब मैले पनि खान्छु अब साह्रै मिठो साह्रै रसिलो गणेश दाइ कस्तो लाग्यो तपाईँले बहुत मिठो खाइरहेको छु राकेश हाउ डु यु लाइक दिस एकदम अर्ग्यानिक छ अर्ग्यानिक यहाँ काँक्रा हामीले लौलो भ्याइसकेको छौँ फेरि अझ नास्पति यहाँनिर नमिताले नास्पति ल्याइदिएकी छिन् थ्याङ्क यू नमिता अब यो नास्पति पनि हामीले अर्ग्यानिक नास्पति घरकी नास्पति फेरि खाँदैछौँ ह्यान्डसम ब्रोको पनि नआउनु भनेको हो नि यो रातको समयमा हामी यसरी हिँडिरहेका छौँ यहाँ बाघ त आउँदैन साथी हो होइन कहिलेबाट यो गीत होइन याद गरेको होइन यो बहुत मजा लाग्छ हो र यो पहिलेदेखि होइन डाउनलोड गरेर राख्नुपर्छ डाउनलोड गरेर राख्नुपर्छ यसरी भोजपुरी गीत सुन्दै यो साँझमा हामी यसरी हिँडिरहेका छौँ